जाडो छ गाइस। यो सात लियो गयो यो चक्लेट। यहाँ यस्तो बुढो बुढो मान्छेहरू पनि सबै काम गर्छन्। Taxi one. No. यस्तो बुढोहरू पनि काम गर्छ हेर्नु यहाँ। कहाँ जाउँ 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 न जहाँबाट गयो नि। यो ट्याक्सी हो यो। यङ केटाहरू जस्तो बिहानै दिउँसै दारू खान्छ। सुपर मार्केट सबै यहाँको बुढाबुढीहरू मात्रै काम गर्छ लोकल। यङ केटाहरू छैन, बुढाबुढी। यहाँको ट्याक्सी चाहिँ यस्तो छ। अरू यो लाइन बसेको खाना खानुलाई, खाना खानुको प्याकिङ गर्ने खाने यो सबै बोतल बेच्नेहरू। बोरा बोतल ल्यायो त्यहाँ हाल्यो, बोतल बेच्यो खायो। एउटा बोतलको 50 फिल्स पाउँदो रहेछ। गाडी एक्सिडेन्ट भएछ। कन्स्टान्टा भन्ने ठाउँ यो यस्तो छ गाइस। सबै चिज महँगो रहेछ यहाँ। सर्ट चार्जिङ हो। हाम्रो साथीहरू 2 जना, म 3 जना। जाउँ, एउटै बाटो यस्तो छ गाइस। अब हामी रुम लाग्न आँटेको। चिसो छ एकदमै। यस्तो डिपी वर्ल्ड भन्ने एउटा कुन साथीले चलाउने हो यो। नेपाल त पक्कै होइन जस्तो छ। गाडी चाहिँ चलाउनु मन लागेको छ। बोल्बोको रहेछ, बोल्बो। यो ठाउँ भनेको यस्तो छ गाइस। कस्तो छ त दाइ? हाम्रो ठिक छ। राम्रो भइरहेछ कि? सुकेको बोटहरू छ। सुकेको बोटमा फुलहरू फुलेछ। रोमानियामा कस्तो छ तपाईँले? कस्तो भइरहेछ? रोमानिया त ठिकै छ, जाडो छ। अलि दिनपछि मौसम फेरिने छ। ठिक छ सबै। हाम्रो अस्मितजीको पनि सानो ल्याउन क्लिप्स। कस्तो छ? ठिक छ। ठिक छ? ठिक छ। काम कुरो ठिकै छ? काम कुरो ठिकै। ए ठिक छ है। खानापिना चाहिँ? खानापिना पनि एकदम ठिक छ। सब ठिक छ। कसले चिन्ता गर्नै पर्दैन। ए हाम्रो भ्लग चाहिँ भरे युट्युबमा आउँछ है गाइज, हेर्नुहोस् है। हामी यो कन्स्टान्टा भन्ने सिटीको चाहिँ एउटा सुपर मार्केटमा हो। अब लगभग हामी अब घरतिर लाग्दैछौँ गाइज। यस्तो छ यो ठाउँ। यो ठाउँ भनेको अब खासै पैसा कमाउने ठाउँ चाहिँ होइन रहेछ यो। यो चाहिँ घुम्ने खाने खासै राम्रो रोजगार चाहिँ छैन। यहाँको लोकल मान्छेहरूलाई नै रोजगार दिँदो रहेछ। बुढोहरू पनि सबै काम गर्ने हुन्छ। अनि हामी चाहिँ बाहिरको मान्छेलाई राम्रो काम चाहिँ नदिँदो रहेछ यसले। खासै यो कन्ट्रीले नर्मल अलिक त्यस्तो नगर्नु खोज्ने खालको कामहरू मात्रै दिँदो रहेछ। राम्रो कामहरू चाहिँ उनीहरूकै मान्छेले पुग्दैन रहेछ कि काम गर्नु। त्यस्तो रहेछ क्या यो कन्ट्री चाहिँ। अब आइहाल्यो गाइस। अब 6 महिना जति त दो गर्नै पर्ने भयो। 6 महिना 1 वर्ष। त्यसपछि मिल्यो भने कम्पनी चेन्ज गरेर हिँड्नुपर्छ गाइस। कता हुन्छ? 2 जना साथीहरू आउँदैछ है गाइस। ल ओके, सी यू, बाई बाई। फेरि पछि भेटौँला नेक्स्ट ब्लगमा। बाई।